Hi guys, good morning. Welcome back to my channel. म चाहिँ भर्खर नुहाएर आइसक्यो बिहान 6 बजे. आज म 6 बजे नुहाएको किनभने आज हामी मावला जान आँटेको. मावला भन्दा आम नट स्योर कि हामी आज मावलै पुग्छौँ, मेबी सिलगढी बस्छौँ या बस्दिन पनि थाहा छैन. तपाईहरुले पनि देख्नुहुन्छ. म सबै भिडियो अपलोड गर्नेछु हैन. अब चाहिँ म यतिकै यहाँ चाहिँ धेरै भिडियो बनाउँदिन, यति नै भिडियो बनाउँछु अनि देन जानु आँटेको भिडियो बनाउँछु. अरु भिडियो चाहिँ हेर्दै गर्नु होला है त. See you guys. मेकअप मात्रै गरिसकेँ हैन, लुगा लगाउनै बाँकी छ. मैले भिडियो नै गर्न पाएको छैन कि. सो अब चाहिँ हामी मामालाई हिँड्यौँ. काकाले फेरि दिन आँट्नु भएको छ काका भिटासम्म है त. मम्मी मम्मी तपाईँ कहाँ जाने भन्नु नि त. माइती जाने निक्लौँ त खुसी भएन. घरबाट निक्लेपछि सब यहाँको रोड चाहिँ अति राम्रो छ, बनाएको छ अरे कि कहाँ भित्र रोड हो कि. हामी चाहिँ सिलगढी आउनुको लागि अब अलमोस्ट हाफ एन आवर छ होइन. हाफ एन आवर छ होइन. आउँदैछ सिलगढी आउनु हाफ एन आवर छ होइन. आधी घन्टा होइन. बसमा नचढ्ने पऱ्यो भोलि. अब आउने यति ढिलो 45 मिनटमा पुग्ने. हामी अलमोस्ट 1.5 आवर लाग्ने पुग्नुलाई. के अरे मिस्टी नेमो मम्मी बङ्गाली भाषा बोल्थ्यो हुन्छ बेङ्गोली. हामी कुमाको भाले बस्छु त्यो त आइलम तपाईँलाई भन्दैन नि त मैले. हामी कुमाको भाले हामी चाहिँ अब अर्को त्यो के भन्छ सिटी रिक्सा मान्छेले चाहिँ थाहा नै रहेनछ बाटो. हामीलाई अर्कै जग्गा ल्याइदियो. फेरि हामी जाँदैछौँ फेरि घुमेर अर्कोमा चढेर बोर्डिङ. कति गर्मी ওইখানে রুকাচ্ছে না. ওইটা কি সেকেন্ড গেট আছে. সেকেন্ড গেট মানে লয় কি ভাই आज दिनभरि त यिनै नहुने भनेर के हो मिस्टी देखान उता भइसक्यो. किन आउनुहुन्छ ल. मम्मी चाहिँ मिस्टीदेखि किनेर आउनुहुन्छ. म चाहिँ यहीँ बस्तीबाट सामानहरू यहीँ छ नि त. मम्मी गाडी आउँदैछ है. मम्मी त मिस्टी किन्न जानुभयो पर. माटोमा बसिरहेको अति गर्मी छ नभन्नु होला. अब यतिकै बस्ने एकछिन होइन. अनि मम्मी आउनुहुन्छ मिठाई लिएर अनि हामी जानेको हो. सानोले त्यो शान्ति किर्तन कि भनौँ नि जान्दैन रहेछ. यो सागरीको जस्तोको त्यस्तै हो मम्मी. हेर्नु न म मोटाएको यहाँ. यो मेरो दिदी उयो खोइ बुन्तु टेस्ट हुँदैछ. त्यसको ब्याड हुँदैछ अहिले त. उसको छिटै छुट्टी हुने रहेछ. 12:30 हुने रहेछ. ए हो ठिकै मिल्छ. ठिकै अवस्था ल ठिकै छ. सबैको मकै नै हो दिएर हाम्रो ब्लगर भर्खर स्टार्ट गरेको मैले तपाईँले यही खोल्नु होला. यही खोलिदिनु. खोलिदिनु न. मजासँग खोल्नु. मम्मी तान्नु न. ल अब हामी सालु दिदीलाई भेट्यौँ. खै भेन आज ला अघि एउटा ढिलो भयो होइन.
अमा हेर हामी पनि दार्जिलिङ जाने प्लान खै घुम्नु हामीलाई पनि एक भए हुन्थ्यो त्यही त हो नि 1 घण्टा पर्खेर साथीहरूलाई आउट गर्नु पर्दैन को साथी हो साथी हामी चाहिँ दिदीको फ्ल्याटमा आइपुग्यो दिदी त हुन्छ ए चाल दिदी मैले धोएकै छैन ए ल ल त्यो कुरा चाहिँ भन्दिनँ म नि त मेरो दिदी हो है उसै मेरो दिदी होइन तर कति महिनाले दिदी तर अब तिम्रो बर्थडे कहिले मेडिसिन 3 महिना हो क्या दिदी मेरो होइन म चाहिँ बहिनी है पहिला हामी सानोमा कपाल बाटे हाम्रो कपाल सेम थियो अहिले अलिक ठिक लागेको छैन यो के गर्नु लागेर दिदीको कति क्युट किचन र दिदीको रुम ल अब हामी चाहिँ बस्छौँ मिसिन यहाँ हो यहाँ चाहिँ अहिले इन गर्छ है त मैले ठिकै हुन्छ अनि सागरिकालाई चाहिँ मलाई अस्ति नै कोही भने चस्मा भनेर मन परेको थियो भनेको त चस्मा पो मेरो लाग्यो त्यस्तो उयो होइन है पुरै रियल टाइपको चाहिँ एकपल्ट कता यस्तो ब्युटिफुल समथिङ के भनेको थ्याङ्क यू भन्छ होइन त्यो जसमा कि सेल्फी के चाहिँ ब्युटिफुल भनेको थियो क्या अनि मन पऱ्यो यस भने मलाई इन्जिल पर्दैन भनेर भयो क्या त्यो भएर मैले सम्झेकै थियो मैले पर्दैन भनेको थिएँ चाँदनी मन पऱ्यो मन पऱ्यो थ्याङ्क यू सो मच लगाउँदै हेर त मैले लगाउनु त अब त्यही त हो सेम सेम हो म त्यही लगाउँछु जस्तै लगाउँछु अनि बुझेर के गर्नु नि हेरौ राम्रो देखेँ त अनि एउटै त मलाई टाइपको छ सेम के चाहन्छ त्यो मिठाई लो यो मिठाई चाहिँ मैले अहिले दिनु ल्याएँ थ्याङ्क यू मन पर्यो जल्दी मन पर्यो हेर म सिङ भगेर कस्तो रुनु मलाई चाहिँ भयो साली तपाईँले चाहिँ यो होइन अब सानो सागरिकालाई चाहिँ मैले सर्ट्स ल्याइदिएको छु हुन्छ कि हुँदैन है साल दिदीकोबाट निक्लिसकेको छौँ होइन सिटी सेन्टर जाने बुद्धुलाई पनि भेट्ने बहिनीलाई मम्मीहरू चाहिँ अगाडि हुन्छ यहाँ पछाडि लगेज बोक्दै जाँदैछु म चाहिँ सो अब हामी नानीलाई भेटेपछि मात्रै भिडियो गर्छु है त म बट सी यू लेटर गाइस यत्रो भयो भनेर कि अनि कस्तो भन न मैले कस्तो ल्याएको भन न साल ब्रेक ठुलो उसलाई यति सानो तिमीले सानो गर्दै ल्याएको तर राम्रो देख्छ यसरी बोकेर ए हुने रहेछ दिदी नि भित्र मिठाई छ म त मेरो बहिनी यत्रो भएछ मलाई हेर्नु यस्तो गर्दा नि हेर्दा नभ्याएको हामीलाई सम्हाल्ने बेला भएछ हो नि सागरिका अनि हो यसो गर्दा हेर मेरो दिदी होइन मेरो दिदी अनि म अनि बहिनी हामी 3 स्टेप छौँ तर यहाँ र बहिनी फर्स्ट बहिनी अनि सेकेन्ड म यो जो ठुलो छ त्यसको यत्रो छ म ठुलै छु अब चाहिँ म आफै गर्दैछु यहाँ
हाम्रो चाहिँ यहाँ सपिङ भइसक्यो एक ठाउँमा चाहिँ अब अरू पनि सपिङ गर्दैछौँ हामी कहाँ जानुभयो दिदीहरू दिदीहरू हराएको अवस्था ए ल I know now why people like Simon. फोटो ल्याए नि त अझै यत्रो पो आउँदो रहेछ सागरिका हेर न तपाईँ खानु म ब्याग नगरिदिनु यसै यहाँबाट लागिसक्यो होइन म भिडियो यहीँ इन्ड गर्छु अब हामी गाडी पक्रेर जाने हो सो थ्याङ्क यू फर वाचिङ गाइस सी यू